हुनुपर्छ। तबसम्म तपाईँ र म एकता हुन सक्दैन, तबसम्म तपाईँ र म के पनि गर्छु भने न, त्यो सम्भवै छैन, त्यो सम्भवै छैन। तपाईँ घरमा 5 जना परिवार एकता हुनुहोस्। आज उनीहरूले फोरे, दाजुभाइलाई पनि फोरे, बुढा र बुढीलाई पनि फोरे, श्रीमान श्रीमतीलाई पनि फोरे, त्यही होइन गरेर ल्याएको छ अहिले साथीले अहिलेसम्ममा। आज हामी त्यो कुरा हामी पनि गर्नु त सक्छौँ। त्योसँग ज्ञान छैन हामीसँग, विद्रोही गऱ्यो भने हामीसँग योजना छैन, हामीसँग पनि प्रशस्त लगत गर्ने मान्छेहरू छ। तर हामी त्यो गर्दैनौँ। हामी रक्तपात गर्न चाहँदैनौँ, हिंसा द्वन्द्व गर्न चाहँदैनौँ। राष्ट्रमा शान्ति र स्थापना हुनुपर्छ भन्ने कुरा हामी सरकारलाई बेला बेलामा झट्काइरहेका छौँ। राज्यले त्यो जातीय कुराबाट एकथरी जातिहरू सम्मानित हुनुपर्ने, सम्पूर्णता हुनुपर्ने, एकथरी जाति बाइपास र दमन र शोषणबाट पीडित हुन्छ भने त्यहाँभित्रै हुनसक्छ, त्यहाँभित्रै हुनसक्छ। पोलपोटले 27 वर्ष जेल बस्दाखेरि पोलपोटले भनेको छ जातीय द्वन्द्व र धार्मिक कुरामा द्वन्द्व गर्यो भने त्यो अफिम हो भनेर भन्छ। अफिम पनि डरलाग्दो कुराहरू हुन्छ। त्यसै कारणले हामी त्यहाँ होसियार पनि हुनुपर्छ। आज यो विश्व मूलवासी दिवसले हामीलाई एउटा यो शिक्षा, यो ज्ञान, एउटा ऐतिहासिक कुरा, तपाईँ र मेरो इतिहासको कुरालाई चाहिँ अधिकार अस्तित्वको विषयमा चाहिँ तपाईँ र मैले सचेत हुनुपर्छ। अधिकार भनेको लाभ भनेर त्यसले घोषणा दिनुपर्छ। 10 वर्ष दण्डित भएको खालि मान्छेहरूलाई हामीले भोट हाल्यौँ, हाम्रै मान्छे लडाइँ गऱ्यौँ, उनीहरूलाई सबै राजा बनाए, अनि कुटाएर जेल र दण्ड चाहिँ हामीले खानुपर्ने, त्यो कुरा हुन सक्दैन। त्यो कुराहरू मलाई सही हुन सक्दैन। तपाईँ हामीलाई त्यो कुरा सही हुन सक्दैन। त्यसै कारणले आज यो समयमा मलाई 2 शब्द बोल्ने समय दिनुभयो। सबैजनालाई यहाँ उपस्थित सबै राजनीतिक नेतागण, दिदीबहिनी दाजुभाइहरूलाई यो समय धन्यवाद दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। जय मूलवासी।